भरि नै हजुरलाई अर्पण नै छु कि हजुरले त्यस्तो पाइला मेरो शिरमा राख्न सक्नुहुनेछ। आहा बलि, अहम भक्त पराधीन हो, म भक्तको अधीनमा छु। यदि तिमीले आफू नै समर्पित म प्रति हुन चाहन्छौ, म पनि समर्पित हुन्छौ भने के मैले तिम्रो शिरमा मेरो पाउ राख्न सक्दिनँ र? अवश्य बलि। वामन भगवानले बलिको अहंकार जब वामनको पाउमा पर्यो, शिर नै समर्पित गर्यो, वामन भगवानले पनि बलिको शिरमा आफ्नो पाउ राख्नुभयो। सबैले जोरदार ताली। हे बलि, ब्रह्मदेव, अब के चाहन्छौ तिमी? ब्रह्मदेव, म त सारा आफ्नो शरीर पनि, सारा आफ्नो साम्राज्य पनि बाहिर निस्किँदा होस् या भित्र बस्दाखेरि सदाबार हजुरको दर्शन गर्न पाए मेरो लागि योभन्दा अहभाग्य, योभन्दा ठुलो केही पनि हुँदैन। ठिक छ बलि, तिमी आज मेरा परम भक्त कहलिएका छौ, किनभने आफूभित्र रहेको जुन अहम भावलाई त्यागेर म प्रति तिमी समर्पित बनेका छौ। तिमीले आफ्नो राजाको अस्तित्व, आफ्नो सम्पत्तिको अस्तित्वलाई बिर्सिएर आफू म प्रति समर्पित भएका छौ। म अत्यन्तै खुसी छु। तसर्थ अब तिम्रो राज्य छैन, तिम्रो सम्पत्ति छैन, घर छैन, तसर्थ अब तिमीलाई मैले बस्नको लागि पाताल लोक प्रदान गर्नेछु। अबको केही युगसम्म तिमी पाताल लोकमा गएर बस। अवश्य ब्रह्मदेव, म त्यस राज्यमा गएर त बस्नेछु र हजुरले मेरो त्यो दरबारको द्वारमा बसेर दरबार भएर बस्दिनु पर्छ। हे बलि, यदि तिमी चाहन्छौ भने, यदि मेरा प्रिय भक्तले चाहन्छ भने म भक्तको द्वारे होइन, म भक्तको सेवक पनि बन्न चाहन्छु। तिमीले भन न, द्वारे बनेर बस्न भन्छौ भने पनि म तिम्रो रक्षक बनेर बस्छु। नाट्य अवश्य बाबा, ढुक्क भौ बलि। अवश्य। त्यसो हो भने जाउँ, हेर्नुहोस्, आउनुहोस् बाबा। ल हिँड पाताल लोकमा, तिमी ढुक्क तरिकाले। मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलायतनो हरि। बोलो वामनावतार भगवान को हरि हरि ओम। हरि ऐश्वर्यवान ती बलि थी, ऐश्वर्यवंती बलि थी, आफ्नो शिर वामनलाई सुम्पी। ऐश्वर्यवंती बलि थी, आफ्नो शिर वामनलाई सुम्पी। ऐश्वर्यवंती बलि थी, आफ्नो शिर वामनलाई सुम्पी। व्यक्तिले सम्पत्ति छ, ऐश्वर्य छ भन्दैमा घमण्ड गर्न हुँदैन। उसको यदि त्यस्तो अहंकार घमण्डको स्तर बढ्दै गयो भने एक दिन त्यो घमण्ड र अहंकारले उस भित्र रहेको सम्पूर्ण ऐश्वर्य सम्पत्तिहरू नाश भएर जान्छ र बलिको जस्तै हालत हुन्छ भने जस्तै। हरि सत्य धर्म गर अहंकार नगर, हो कि होइन? सत्य धर्म गर अहंकार नगर, सत्य धर्म गर अहंकार नगर, सत्य धर्म गर अहंकार नगर, सत्य धर्म गर अहंकार नगर।
एकदम अन्तिम क्षणमा छौँ। पछाडि कुर्चीमा बस्नु भएको छ भने अब कुर्ची खप्टाएर राख्नुहोस्, त्यसपछि ठाउँ खाली हुन्छ, त्यही छमछम नाच्नुहोस्। अगाडि आउँ भने अगाडि ब्याग सेखाइ नाच्ने ठाउँ छैन, तसर्थ जहाँ जहाँ हुनुहुन्छ त्यहीँबाट सबैजना छमछम नाच्ने अब है त। हरि अहंकार फालौ तेरो मेरो नगरौ, अहंकार फालौ तेरो मेरो अहंकार फालौ तेरो मेरो नगरौ, अहंकार फालौ मनको मेरो फालौ। जय हो सबैका प्रभुकै शरणमा पर्ने हो भगवत सला किन गर्ने हो बाँचुन्जेल शरणमा पर्ने हो भगवत सला भगवान बिना ए मेरो
दिल खोलेर नाचे हो कि के हो ल एकचोटी फेरि अब एकचोटी फेरि दुईचोटी हुँदैन है ए राम राम भनेरै बाँच्ने हो ए भक्त सलायो सधैँभर हाँस्ने हो राम राम भनेरै बाँच्ने हो भक्त सला भगवान बिना मेरो को छाया हो भगवान बिना मेरो को छाया राम राम भन्दै जाऊ